हेलो नमस्ते चक्र सञ्जली रियल इस्टेट नेपालमा आज मैले निकै आकर्षक घडेरी लिएर आएको छु। यो जग्गा चाहिँ कस्तो हो, कहाँबाट जाने, सेवा सुविधा चाहिँ यो जग्गामा के छन्, फाइदाहरू के छन्, किनेर राख्दाखेरि चाहिँ पछाडि चाहिँ कसरी फाइदा हुन्छ भनेर चाहिँ म यो भिडियोको अन्तिमसम्म सम्पूर्ण जानकारी दिने। अनि यो जग्गामा चाहिँ कहाँबाट चाहिँ आउँदा सजिलो हुन्छ म त्यो पनि सम्पूर्ण जानकारी चाहिँ यो भिडियोको अन्तिमसम्ममा राख्नेछु। ल अहिलेलाई चाहिँ लागौँ अब लोकेसनतर्फ। हामी चाहिँ यो चाहिँ धरान चतराको हाइवेमा छौँ। यो चाहिँ वडा कार्यालय हो, हेटौँडा उपमहानगरपालिकाको 17 नम्बर वडा कार्यालय हो। यही देखाइरहेको वडा कार्यालय हो। यो जुन हाइवे छ यो चाहिँ धरान चतराको मेन हाइवे हो। यो मेन हाइवेबाट चाहिँ हामी यो जुन चोकमा छौँ अहिले, हटिया चोकमा छौँ। अब यो चोकबाट चाहिँ हामी चाहिँ पूर्व लाग्दैछौँ। यो हटिया चोकबाट पूर्व 200-300 मिटर अगाडि गइसके पछाडि अहिले हाम्रो लेफ्ट साइडमा जग्गा पर्दछ। हामी चाहिँ यो चाहिँ अहिले हामी मेन हाइवेमा छौँ। यो हाइवे चाहिँ अहिले नाइट डे दुईटै बसहरू चाहिँ यहाँ लाग्छ, पाउँछ। यहाँबाट चाहिँ हेटौँडाबाट नारायणघाटबाट सिन्धुलीसम्मको डे बस पनि पाउँछ। यो बाटो चाहिँ हामी सर जान्छौँ अगाडि। बाटो साह्रै नै राम्रो छ, एकदम फाइन बाटो छ, क्लियर बाटो छ। यहाँबाट अगाडि गइसके पछाडि चोकबाट चाहिँ 300 मिटर अगाडि लेफ्ट साइडमा चाहिँ प्लटिङ गरिएको जग्गा छ। घर बनाएर बस्न एकदमै राम्रो छ। सेवा सुविधाको हिसाबले एकदमै राम्रो छ। हजुरको एकदम सफा छ, ठाउँ एकदमै राम्रो छ। हेटौँडा जानलाई पनि धेरै नजिक पर्छ। पछि फास्ट ट्र्याक बनिसके पछाडि काठमाडौँ आउनलाई पनि एकदमै नजिक पर्छ। म हजुरलाई यो भिडियोमा आज सम्पूर्ण डिटेल चाहिँ जग्गाको बारेमा सबै कुराहरू चाहिँ यो भिडियोमा राख्छु। अब यो बाटोबाट चाहिँ थोरै मात्रै अगाडि गए पछाडि देब्रे साइडमा हामी टर्न गर्छौँ। यहाँबाट चाहिँ स्लाब हालेको बाटो छ। यो बाटो चाहिँ स्लाब 20 फुटे बाटो छ, ढलान बाटो छ। बत्तीको पोलहरू छ, सबै बत्तीको लाइनहरू राखिसकेको छ। कुनै पनि अप्ठ्यारो छैन, सबै घरहरू बनिसकेको छ। वरपर सबै छिमेक एकदम राम्रो छ। पानीको पनि लाइनहरू जोडिसकेको हुनाले घर बनाएर बस्न चाहिँ एकदमै सुइटेबल ठाउँ छ। जग्गा चाहिँ यही नै हो। यो अगाडि देखिएको जग्गा हो। बाटोको एक्सेस चाहिँ 20 फुटे बाटो छ। यो जग्गामा चाहिँ 20 फुटे बाटो रहेको छ। जग्गाहरू यी देखिएको जग्गाहरू सबै नै पर्दछ। टोटल यहाँ 6 कट्ठा जग्गा छ। 6 कट्ठाको प्लटिङ छ। 6 कट्ठामा चाहिँ अब टुक्र्याएर लिनुहुन्छ भने पनि हजुरले पाउनुहुन्छ। एकमुष्टै लिनुहुन्छ भने पनि जग्गा पाउनुहुन्छ। एकमुष्टै लिँदाखेरि चाहिँ जग्गाको भाउ अलि मिलाएर आउँछ भने टुक्र्याएर लिँदाखेरि धुरको 2,50,000 प्रति धुर उहाँले भन्नुभएको छ। त्यसमा पनि अब लिने हुँदाखेरि केही मिल्न सक्छ भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ। जग्गा चाहिँ यही नै रहेको छ। अब यो जग्गा चाहिँ हेटौँडाबाट चाहिँ पूर्व साइड, हजुरको हेटौँडाबाट पूर्व साइड आउँदा धरान चतराको बाटो आउँदाखेरि हटिया चोकबाट मात्र 300 मिटर पूर्वमा रहेको जग्गा छ। एकदमै राम्रो जग्गा छ, सम्म मिलेको। अहिले चाहिँ घाँसहरू उम्रेर अलिकति बाँझो जस्तो देखियो, अलि राम्रो देखिया छैन। नत्र चाहिँ यो एकदमै घडेरीहरू प्लटिङ गरेर मिलाएर एकदम राखेको जग्गा हो। पुरुवा काहीँ पनि छैन। एकदमै राम्रो छ। बाटो एकदम ठुलो छ, 20 फुटे बाटो छ। पर देखिएको सबै जग्गाहरू चाहिँ पर्दछ। त्यो तलतिर पनि पर्छ। त्यो घरदेखि मासतिर, त्यो घरबाट मासतिर, त्यो हल्का तोरी देखेकोबाट मासतिर, परतिरहरू घर बनिसकेको छ, नयाँ घरहरू यो सबै। अब यो जग्गा चाहिँ केही गरी फास्ट ट्र्याक सम्पन्न भइसके पछाडि चाहिँ फास्ट ट्र्याकबाट गएर चाहिँ पनि जान सकिन्छ। एकदमै राम्रो हुन्छ। यो किनेर राख्दाखेरि चाहिँ हजुरलाई पछिको लागि फास्ट ट्र्याक बनिसके पछाडि चाहिँ
काठमाडौँबाट चाहिँ हटिया चाहिँ आकर्षक ठाउँ हुने भएकोले पछिको लागि चाहिँ एकदमै राम्रो हुन्छ। अहिले पनि बस्नलाई एकदम उपयुक्त छ। अगाडि देखिएको हाइवे बाटो हो, मात्र हाइवे बाटोबाट केही 2-4 कित्ताभित्र मात्रै पर्छ। 20 फुटे बाटोमा ढलान गरेको बाटोबाट जाँदाखेरि मेन हाइवे नजिकै छ। ल जग्गा चाहिँ यही नै हो। हजुरहरूले लिन चाहनुहुन्छ भने हजुरको चाहिँ रोजाइको जग्गा पर्दछ भने कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ। म कन्ट्याक्ट नम्बर पनि हजुरलाई लास्टमा राखिदिन्छु। यदि हजुरहरूले रोजेको जस्तो खोजेको जस्तो मैले चाहिँ यस्तै जग्गा खोजिरहेको थिएँ भन्ने लाग्छ भने मेरो WhatsApp नम्बर छ, मैले अन्तिममा राखिदिन्छु। त्यसमा हजुरहरूले कन्ट्याक्ट गरेर सम्पूर्ण जानकारी चाहिँ लिन सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। सबै कुराहरू बुझेर, मालपोत बुझेर सबै प्रक्रियाहरू पुर्याएर यो जग्गाले तपाईँहरूले लिन सक्नुहुनेछ। अब यो जग्गा चाहिँ लोकेसन चाहिँ फेरि म हजुरलाई भनिदिन्छु। काठमाडौँबाट आउनुहुन्छ भने कान्ति लोकपथको बाटो आउनुहुन्छ भने हटियाबाट झरेर आउनुपर्ने हुन्छ। यदि हेटौँडा निस्केर आउनुहुन्छ भने हेटौँडाबाट धरान चताराको बाटो पूर्व जाँदाखेरि हटिया चोकमा आइसके पछाडि हटिया चोकबाट चाहिँ मात्र 300 मिटर अगाडि, मेन बाटोबाट 300 मिटर अगाडि नै गए पछाडि मात्र लेफ्ट साइडमा 50 मिटरको डिस्टेन्समा चाहिँ यो जग्गा पर्दछ। जग्गा अत्यन्तै राम्रो छ। हजुर जग्गा चाहिँ यही नै हो। यो चाहिँ जग्गा चाहिँ अलिकति अप्ठ्यारो परेर, जग्गा धनीलाई अलिकति अप्ठ्यारो परेर चाहिँ बेच्न लाग्नु भएको हो। नत्र अलिक पछि बेच्दाखेरि अलिक फाइदा हुन्थ्यो। किनकि अहिले हाइवेहरू पूर्ण रूपमा सञ्चालन भइसकेको छैन। अहिले बसहरू त लाग्छ, तैपनि अझै पनि राम्रोसँग सञ्चालन भयो भने अलिक महँगो हुन्छ। त्यसमाथि पनि फास्ट्याग चाहिँ सम्पन्न भयो भने अझ धेरै नै राम्रो हुन्छ। अब यो हामी जग्गाबाट फेरि फर्किन्छौँ हाइवेतिर। जग्गाबाट फेरि हामी रिटर्न हाइवेमै आउँछौँ। हाइवेमा मात्रै 50 मिटर डिस्टेन्समा चाहिँ हाइवे छ। 50 मिटर भनेको लगभग 7-8 किता भित्र मेन हाइवे रिटर्न हुन्छौँ। ल यदि हजुरहरूलाई यो जग्गा मन परेको छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म हजुरलाई कन्ट्याक्ट नम्बर राखिदिनेछु। मेरो WhatsApp पनि त्यही नम्बरमा छ। हजुरले WhatsAppमा पनि मलाई चाहिँ फलो गरेर चाहिँ कुराकानी गर्न सक्नुहुनेछ। मेरो WhatsApp नम्बर रहेको छ 98512 22621 र यहाँ हल्का ट्रेस नक्सा पहिला कोरेको थियो, त्यो पनि मैले राखिदिएको छु। भन्दै यो भिडियो हेरेर चाहिँ जग्गा मन पर्यो भने मलाई सम्पर्क गर्नुहोला। हस्त नमस्कार, धन्यवाद।